झोला बेङ्ग नफाल है लाइट हालेको झोला त यो पुगेर घाँसबाट फिट फर्किनु त्यति साह्रो छैन त्यति चाहिँ हुने हुन्छ राख्नु छैन कहाँ छ यो टोङ्गे हेलो गाइज अहिले चाहिँ हामी मार्दी हिमाल ट्रेकमा छौँ अहिले चाहिँ हामी भ्यू पोइन्ट जाँदैछौँ होइन भ्यूकै बवाल छ छँदाखेरि हिउँ पनि परेको छन् यता अन्नपूर्ण साउथ हिमचोली यता माछापुच्छ्रे यता हेर्न सक्नुहुन्छ बवाल छ है अलिअलि मेरो बनाइदियो यतिकै राखेँ ल अलि हामी चाहिँ अहिले भ्यू पोइन्टबाट फर्किँदैछौँ चारैतिर हिउँ परिया रमाइलो छ बिस्तारै 1 घन्टापछि हामी सायद पुग्छौँ केही थाहा छैन म पनि नयाँ हो यही हो होइन भ्यू पोइन्ट भन्दा चाहिँ यसलाई भन्छ अहिले माथि भन्ने छ के गर्नु टी सपहरू छन् थुप्रो राम्रो छ व्यवस्था अहिले घुम्न आउने हाम्रो पर्यटकहरूलाई चाहिँ यस्तै हो केही छैन भयो ल गाइस सुन्नुभयो नि मोटेको हाम्रो यो ठाउँको चाहिँ बारेमा चाहिँ होइन लोकेसनको बारेमा चाहिँ अहिले हामी चाहिँ भ्यू पोइन्टबाट फर्किँदै हो अनि अब हाइक्याम्प जाने अनि खानासाना खाने त्यसपछि चाहिँ बस्न जाने चाहिँ हामी लोक्याम हो भोलि चाहिँ पोखरा अनि कस्तो लाग्यो भ्यू तपाईँहरूलाई होइन भ्यू प्लस हाम्रो ऱ्यापर मोटे भाइ के अरे स्टेज नेम एके छैन त्यस्तो छैन भर्खर सुरु गरेको हो ऱ्याप हान्न अनि अब बिस्तारै अब स्टेज नेम राख्नु पर्ला आफूले राख्यो भन्दा नि अब अरूले स्टेज नेम दियो भने चाहिँ त्यही नामले राख्नु पर्ला फ्यानहरूले मन पराएको फ्यानहरूले दिएको नाम ऱ्याप हान्नु चाहिँ आउँदैन मेरो ऱ्याप भिडियो रिलिज भएको छैन युट्युबमा मेरो च्यानल पनि छैन तै पनि कहिले काहीँ ऱ्याप मेरो च्यानलमा छ नि त नि साउट दिन भन्दा त नि यसो मेरो च्यानलमा छ नि त नि यसो केही भन्दैन त अब हाम्रो दाइको च्यानल एकदम दुःख गरेर भिडियो भ्लग बनाउनुहुन्छ त्यस कारणले सबैले मन पराइदिनु होला ठाउँ नि राम्रो छ हामी यस्तै राम्रो ठाउँमा आएर भिडियो गर्ने हो अरू नराम्रो ठाउँमा भिडियो हामी यताउता गर्दैनौँ त्यस कारणले चाहिँ हाम्रो यो चाहिँ उसलाई माया गरिदिनु होला तपाईँहरूले है यति हिउँको अवस्था छ गाइस होइन भ्यू चाहिँ बवाल छ एकदम बवाल हेर्छौँ न यहाँबाट देख्न सक्नुहुन्छ यु क्यान सी भ्यू भिडियो छ यसरी हिउँमा हिँड्न पाउँदाखेरि चाहिँ मैले आफूलाई चाहिँ एकदम खुसी ठानेको छु पहिलोचोटि हिउँमा यसरी हिँड्न पाएको अब के गर्ने राम्रो छ आफूलाई चाहिँ मैले राम्रै ठानेको छु राम्रो ठानेको छैन त्यो पनि हिउँलाई चाहिँ राम्रै मानेको छु ल अनि ठिक छ उता ढुङ्गाहरू खै राम्रो देखाउनु न म के राम्रो छु ढुङ्गा बारे भनिदिनु म त यो ज्याकेट पनि चाहिएको यो ढुङ्गाहरू चाहिँ होइन मान्छेहरूको यादको लागि हो यो चाहिँ खासमा भन्नुपर्दा चाहिँ यस्तो बनाउने चाहिँ खासमा चाहिँ यो लोकल मान्छेले बनाउने हो हेर्न सक्नुहुन्छ माछापुच्छ्रे यतापट्टि चाहिँ अन्नपूर्ण साउथ हिमचोली अलिक देखिरहेछ झुन्डा है सबै त बोकाउने होइन नि
हामी चाहिँ अहिले फर्किँदैछौँ होइन। फर्किने क्रममा चाहिँ मेरो प्यारो मोटे भाइसँग भेटेको छ। धेरै मेमोरीहरू छ मोटे भाइसँग होइन। वान अफ द बेस्ट मोटे भाइ हो। माथि चाहिँ 2 चोटि भयो अहिले। एबिसी पनि 2 चोटि भयो है। एबिसी 2 चोटि 4 ट्रिकसँगै भयो तर धेरै मेमोरी धेरै माया लाग्छ मोटे भाइको। हि इज अ गुड पर्सन, गुड ऱ्यापर, नट अ प्रोफेसनल बट लिटरली ट्राई होइन। राम्रो हुन्छ बिस्तारै गर्दैछु। के गर्ने अब सबै कुरो ज्ञान हुनुपर्छ। यस्तै हो। ल यता चाहिँ दिपक दाइ थाकेको अवस्था छ होइन। गुफाभित्र पसेको। यता चाहिँ हाम्रो ग्रुप फोटो सेसन हुँदैछ। यता हाम्रो हिरोको फोटो हुँदैछ। मोटे भाइ फोटोग्राफर पनि हो नि फेरि ऱ्यापर मात्र होइन गाइज, हेर्न सक्नुहुन्छ। हि इज अ गुड फोटोग्राफर। गाइज अब चाहिँ होइन हामी फर्किँदैछौँ। भ्यू चाहिँ बवाल छ, भ्यू एकदम बवाल। तपाईँले आउनु सक्नुहुन्छ। नेपालीले धेरै दिन लागेन, 3 दिनमा कम्प्लिट हुन्छ यहाँ चाहिँ होइन। बवाल छ है भ्यू चाहिँ। बाटो पनि सजिलो छ एकदम। अनि होटल पनि राम्रो छ एकदम। होटल पनि अनि सब चिज राम्रो छ, बवाल छ। अब आइदिनु होला घुम्नलाई एकचोटि। यता चाहिँ हाम्रो गाइड्सहरू हेर्न सक्नुहुन्छ। भ्यू वान अफ द बेस्ट भ्यू माथि हिमाल ट्रेक। यता चाहिँ पोखरा तर तुमाल लगाएर देखेन। भयो गाइस अहिले चाहिँ हामी फर्किने क्रममा होइन। फर्किने क्रममा चाहिँ फोटो सुट हुँदैछ बवाल तरिकाले। हाम्रो पनि फोटो खिचिसके। अब 4 दाजुभाइ तल झरिन्छ होइन। यसो केही भन्दैन मोटो भाइ। आजको डल्ला बोकेर हिँडेर रहेछ हाम्रो मोटो भाइ। त्यो डल्लो बोकिने आज त अनि मलाई त पनि डल्ला बोकेर हिँडेछ। गरिदियो हुन्छ यहाँबाट मोटो भाइको तालुमा आलु मुन्छे। ल फेरि ओइ 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 ल मोटे भाइ अब ताते छ है। मोटे भाइ यहाँ अब ए बाबु त्यस्तो नानी हो त मोटे भाइ। अनि यस्तै बनाइदिँदा नि त्यस्तो त हुँदैन नि मोटे भाइ। यहाँ चाहिँ फोटो सेसन चल्दैछ गाइस। मोटे भाइ हजुर दाइ इज माय बिग ब्रदर। हामीलाई म चल्छु ल। ल तातेको छ है मोटे भाइ। मोटु ए डले ल गाइस यहाँ उल्का रमाइलो हुँदैछ। उल्का रमाइलो होइन। रमाइलो चाहिँ बवाल रमाइलो हुँदैछ। मोटे भाइको अवस्था चाहिँ निकै के हुँदैछ अरे कुल छैन। अलिक चिसो आयो हिउँमा। मेरो अलिक चासकेको अवस्था। मलाई चाहिँ अङ्कलले बोलाउँदैछ होइन। अङ्कलले अब बोलाउँछ के भन्छ सिस्टर।
You good? Leo. Take a photo? Video. मोटे भाइले चाहिँ यहाँ बवाल बनाइरहेको बवाल मजा हेर्नु जाने चाहिँ होइन मोटे भाइले चाहिँ के गर्न लाग्यो चाहिँ के हो होइन यता छन् मेरो मोटे भाइ के बनायो त्यो चाहिँ यो चाहिँ अब मान्छे बनाउनु लाग्यो तर आकार निस्केन यो बनाउँदैछ यो टाइम लाग्छ यो 1 महिना जति लाग्छ बनाउन 1 महिना टाइम लाग्छ चाहिँ 1 महिना बनाएर नि हो ल मोटे भाइले चाहिँ बवालले बनाउँदैछ गाइज होइन ल यो बोल्छ नि फेरि यो फेरि हिँड्छ नि फेरि टाइम चाहिँ लाग्छ बनाउन होइन मोटे भाइ कुरा सुनेर पछाडिको हाम्रो बहिनीहरू पनि हाँस्दैछ होइन अब जानुपर्छ गाइस एकछिनमा हामी चाहिँ यहाँ इन्जोय गर्दैछौँ हो गड इन्जोय मोटे भाइ मोटे ल यहाँ रमाइलो हुँदैछ भाइ क्रिकेट आयो आता हानी नि फ्रेसै छ नि त यसमा त दाइ कहाँ त्यत्रो हानेपछि यत्रै एकैचोटि हान्ने नि ल त्यहीँबाट Who want fight with me? I want to try. Okay, run for now. Let's go.